नमस्ते लस्सो झोरले बच्चाहरूको 2 दिन छुट्टीमा कहाँ लाने भनेर सोच्दै हुनुहुन्छ भने हजुरहरू पनि यो म्याजिक ल्यान्ड एकचोटि जानुहोस्। यो पर्छ सामाखुसीबाट ग्रान्डी हस्पिटल हुँदै टोखा गेट हुँदै माथि झोरको ठ्याक्क मुनि पर्छ। यो ठाउँमा बच्चाहरूलाई चाहिँ खेल्न रमाइलो गर्न हाँस्न खेल्न अनि हरेक एक्टिभिटिजहरू गर्नको लागि एकदमै उपयुक्त छ। साथीहरू सुरुमा टिकट काट्नुपर्ने हुन्छ। टिकटको लागि चाहिँ 1500 रुपैयाँ पर्छ र भित्र छिरिसकेपछि बच्चाहरूले गाडी खेल्नेदेखि लिएर अनेक थरीको खेल्ने चिजहरू भित्र छ। साथीहरू दिनभरि बच्चाहरूको लागि एकदम मनोरञ्जन हुने खेलहरू रहेको छ र हामी जाँदाखेरि चाहिँ एकदमै गर्मी भएको कारण र लाइन पनि आज नआएको कारण अलिकति जोर भयो साथीहरू। तर बच्चाहरूलाई यहाँ लैजाँदाखेरि चाहिँ बच्चाहरू चाहिँ ह्याप्पी नै हुन्छ होला भन्ने सोचेको छु। यति भन्दै हजुरहरू पनि जानुहोला, यो ठाउँमा रमाइलो छ। यति भन्दै म चाहिँ बिदा लिन्छु। मेरो युट्युबलाई लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला हरेक साथीहरूले। ओके, धन्यवाद।